जुन अस्ति पाटनमा भएको घटना विषयमा चाहिँ मलाई पनि 2-4 शब्द बोल्न मन लागेको छ हैन। दाजुभाइ जुझ्न त गयो तर दिमागको कमी भयो क्या दाजुभाइलाई चाहिँ मैले देखेको हैन। छुरी चाहिँ अगाडि खोसेको भए हुन्थ्यो नि त, आज यस्तो हुँदैन थियो होला हैन। छुरी प्रहारबाट त 2 जनाको मृत्यु भएको हो। तपाईँ हामीले यही बुझ्दै आयौँ हैन। सामाजिक सञ्जालमा देख्यौँ पनि, हामीले भिडियोहरू हेऱ्यौँ पनि हैन। यो विषयलाई लिएर चाहिँ एकदम दुःखदायी क्या मनमा हैन। म भइदिएको भए चाहिँ छुरी नै खोज्थे अगाडि हैन। दुश्मनले छुरी लिएर आइरहेको छ भनेदेखि हामी फर्स्ट त उसको छुरी कसरी खोज्नेतिर लाग्छौँ नि त। तर उनीहरू चाहिँ हान्ने गोरु जस्तो दिएको छ। पछाडिबाट पनि एउटा को हो छोरी मान्छे, त्यसले पनि चार्ज गरिरहेको छ। अन्तिममा हेर्नु त उसलाई पनि अब लाटोलाई रिस उठ्यो, मुले मर्की मार भन्ने कन्डिसनमा पुगेपछि त उसले त ल्याम हान्दैन नि। अब ट्रेनिङ प्राप्त थियो गोसल्यान्डमा काम गर्ने मान्छे, उसले पनि अब कोखामा हानेर गर्दनमा हानेर अन्तिममा फाँक गर्दै गयो नि दाजुभाइ। तपाईँहरूलाई के लाग्छ यो विषयमा हैन? कमेन्ट सेक्सनमा गएर यसो गरिदिएको भए चाहिँ ज्यान जाँदैन थियो भन्ने लेखिदिनु न। के लाग्छ तपाईँको मनको इच्छाको कुरा है त। नमस्कार।